नेपाल आजको जस्तै सिङ्गो एकीकृत देश नहुन सक्थ्यो। काठमाडौँ उपत्यका अलग अलग राज्यको रूपमा आज पर्यन्त समेत रहन सक्थे। तपाईँ कुन जिल्लाको हुनुहुन्थ्यो यदि काठमाडौँ उपत्यका जानको लागि सायद भिजा हान्नुपर्ने हुन्थ्यो कि होइन? अब अरू के हुन सक्थ्यो होला सम्भावना? यो सम्भावनाको कुरा नै भयो। पोखराबाट काठमाडौँ जानको निमित्त तपाईँले अर्को भिजा हाल्नु पर्थ्यो होला। काठमाडौँको मान्छेलाई बाहिर जानको निमित्त त्यस्तै खालको होइन, त्यस्तै खालको एउटा परिस्थिति, एउटा कुनै कानुनी बाध्यता बन्थ्यो होला। अहिले हामी जसरी नेपाली भाषा सबैतिर एउटै भाषा बोल्थ्यौँ नि, यही खालको लवज हुँदैन थियो होला। बैतडीको मान्छेले तम्रा हाम्रा भने जस्तै काठमाडौँको मान्छेको अर्कै भाषा हुन्थ्यो होला, पूर्वको मान्छेको अर्कै भाषा हुन्थ्यो होला, मगरातको मान्छेको भाषाको टोन अर्कै हुन्थ्यो होला। कि काठमाडौँ यति धेरै समृद्ध भएर काठमाडौँ जानको निमित्त चाहिँ काठमाडौँको भाषा परीक्षा पास गर्नु पर्थ्यो कि? नेवा जुन भाषा छ नि, त्यसमा अहिले आइएलटिएसमा